खासमा यहाँ 2:24 आइपुगेको, तर मेरो साथीलाई मैले त्यहाँदेखि पर्खेको 3 बजिसक्यो। यहाँ धेरैका साथी आए, धेरैका साथी गए, तर मेरै साथी आएनन्। अबदेखि म साथीलाई घुम्न जाम भन्दिनँ होला हौ। यस्तै तरिका हो भने कस्तो दामी दामी उता फेरि त्यस्तो छ, यता फेरि त्यस्तो छ। साथी आउने बाटो हेर्दा हेर्दा मेरो आँखा टटाइसक्यो। मलाई रुगा लगाएर छ्याप्पै भइसकिसक्यो बस्दा बस्दै। मौसम त्यस्तै छ। अनि यो के को रुख हो गाइस, तपाईँहरू भन्नुहोला यो के को रुख हो। मेरो थाहा छैन। ट्राफिक मामाहरू हैसिन्छ, पुलिस मामाहरू। अब त्यो बहिनीलाई कस्तो गर्मी भयो जबारै। साथीको प्रतीक्षामा बसेको, यहाँ धेरैका साथी गए, धेरैका साथी आए, तर मेरो साथी किन आएनन्। यहाँ मान्छे सबै स्तरी बसेछन्। यो मलाई यसरी साथीले धोका दिए जस्तो छ। अब यो गयो होला फेरि उता जुन चाहिँ फुटेर म सन त म काममा नै व्यस्त छु गाइज। यस्तो छ। अघि यहाँबाट विराटनगरबाट यो लाइन हुँदै 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 धेरैजना मान्छेहरू आएका थिए। के त्यो भन्छ हडताल आम गर्दै गर्दै के हो त्यो नारा लाउँदै, नारा जुलुस लाउँदै आएको थिएँ। अनि सर्ट लाएर आजको मौसम चाहिँ यस्तो खतरा छ कि ट्राफिक अङ्कलले हेलो भन्नु सुन्नु भयो नि गाइस तपाईँहरू। यस्तो मौसम छ सफा।